Listen to me when I say this. मैले यो कुरो भनिरहेको छु सुन्नुहोस् I knew my wife's heart, मेरो श्रीमतीको हृदय मैले जानेको थिएँ and her hope was in Jesus. in उहाँको Yeshua. आशा चाहिँ यीशुमा थियो So she is with him right now in heaven. अहिले उहाँ चाहिँ यो समयमा चाहिँ यीशु ख्रीष्ट स्वर्गमा हुनुहुन्छ And she would want me to say this to you. यही कुरो चाहिँ तपाईँहरूलाई उहाँले चाहिँ मद्वारा बोल्नु चाहिएको थियो Everybody has sin in their life. सबैजना मानिसले आफ्नो जीवन पाप गर्छ And the only way to be saved from that is by believing in Yeshua. सबैले पाप गरेको छ त्योबाट बाँच्नको लागि सबैजनालाई एउटै कुरोको आवश्यकता छ त्यो हो यीशु ख्रीष्ट She spoke of this day. She said everybody dies one day. यो दिनहरूमा उहाँले मलाई भन्नुभएको थियो कि सबैजना एक दिन मर्छ And she knew she would be in heaven with Jesus. र उसलाई थाहा थियो कि उहाँ चाहिँ चाँडै नै ख्रीष्टसित स्वर्गमा हुन लाग्नु भएको थियो This is my request. यो मेरो अनुरोध छ तपाईँहरूलाई We are not to be angry at God. हामी परमेश्वरसित रिसाउनु हुँदैन The greatest miracle is the miracle of salvation. र सबैभन्दा ठुलो आश्चर्य कर्म चाहिँ उद्धारको आश्चर्य कर्म हो This is only her body. यो त केवल उहाँको पार्थिव शरीर हो It will go to dust. यो त एउटा माटोमा जान्छ Her spirit will be with eternity in heaven with Jesus. तर उहाँको आत्मा चाहिँ यीशु ख्रीष्टसँगको स्वर्गको यात्रामा हुन्छ